हेलो गाइस, मैले भने चाहिँ मटन लाइसकेँ है गाइस। मटन सटन लाइसकेँ। अब चाहिँ म चोया काट्दैछु है गाइस। यहाँनिर चोया काट्नु पर्ने हुन्छ यो मटनलाई बाँध्नुको लागि है गाइस। सिमी उम्रिँदो रहेछ अस्तिको कि गाइस। टुसा भएको पनि छ होला नि फेरि है। यो मैले टेकेको भूमिहरू चाहिँ सिमी भएको जग्गा हो। र अब यसको चाहिँ चोया काट्नुपर्छ। गाइस यसलाई चाहिँ भन्छ चोया। अब अहिले त मान्छेहरूले त्यति चोया चलाउँदैन, किनभने गाउँ बस्तीमा पनि अहिले चाहिँ तारको चल्ती छ है। कहाँ चोया काटिरहनु भन्ने हुन्छ हो। तर म चाहिँ अब चोयै चलाउँदैछु। र काम गर्नु पर्यो नि त होइन। र भनेपछि र नै हो होइन गाइस।